डम्बर बहादुर थापा, जसलाई सबैले डीबी थापाको नामले चिन्दछन्, नेपालमा व्यावसायिक फोटोग्राफीको अग्रणी व्यक्ति हुन्। उनले आफ्नो जीवनमा नेपाली फोटोग्राफी र फिल्म निर्माणको क्षेत्रमा ठुलो योगदान दिएका छन्। उनको कथा केवल फोटोग्राफीको बारेमा मात्र होइन, बरु एउटा साधारण मानिसले आफ्नो सपना र मेहनतले कसरी इतिहास रच्न सक्छ भन्ने कथा हो। डीबी थापाले फोटोग्राफीको सुरुवात तब गरे जब फोटोग्राफी भनेको एउटा जादु जस्तो थियो। त्यति बेला मानिसहरू कागजमा आफ्नो आकृति देख्दा आश्चर्यचकित हुन्थे। उनले 2017 सालमा काठमाडौँको न्यू रोडमा फोटो कन्सन नामक स्टुडियो स्थापना गरे, जुन आजसम्म पनि लोकप्रिय छ। त्यति बेला उनले एउटा फोटो खिच्न 25 पैसा लिन्थे र यो व्यवसायले उनलाई धेरै मानिसहरूसँग जोड्यो। हामी न्यू रोड हिँड्दा देख्ने फोटो कन्सन केवल एउटा स्टुडियो मात्र होइन, यो नेपाली फोटोग्राफीको एउटा जीवन्त इतिहास हो। 2017 सालमा डीबी थापाले स्थापना गरेको यो स्टुडियोले नेपालमा व्यावसायिक फोटोग्राफीको नींव राख्यो। आजसम्म यो स्टुडियो उत्तिकै लोकप्रिय छ र यसले थापाको विरासतलाई जिउँदो राखेको छ। थापाको काम राज परिवारसम्म पुग्यो। उनी त्यति बेला राज परिवारको आधिकारिक फोटोग्राफर बने, जुन एउटा ठुलो सम्मानको कुरा थियो। राजा वीरेन्द्रले उनको काम र व्यवहारमा प्रभावित भएर उनलाई राज परिवारको सबै फोटोग्राफीको जिम्मेवारी दिए। यसरी उनलाई नेपालको फोटोग्राफी क्षेत्रमा एउटा विशेष स्थान दिलायो। राजा वीरेन्द्रको 55औं जन्मदिनमा उनलाई प्रबल गोर्खा दक्षिण बाहु चौथो पुरस्कारले सम्मानित गरियो, जुन उनको कामको प्रतिफल थियो। फोटोग्राफीबाट थापाको यात्रा फिल्म निर्माणसम्म पुग्यो। उनी नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म माइती घरका सहनिर्माता थिए। उनले माया प्रीति, जीवन ज्योति, माइली, लाहुरे जस्ता चर्चित फिल्महरूमा पनि महत्त्वपूर्ण भूमिका खेले। उनले नेपालमै फिल्म निर्माणलाई पूर्णता दिन 35 mm को क्यामेरा ल्याए, जसले नेपाली फिल्म उद्योगलाई नयाँ मोड दियो। यसअघि फिल्महरूको अन्तिम काम गर्न मुम्बई वा हङकङ जानु पर्थ्यो, तर थापाले यो काम नेपालमै गर्न सकिने बनाए। डीबी थापाको जीवनको कथा एउटा साधारण मानिसले आफ्नो मेहनत र लगनले कसरी ठुलो प्रभाव पार्न सक्छ भन्ने प्रेरणादायक उदाहरण हो। उनले नेपालमा फोटोग्राफी र फिल्म निर्माणको क्षेत्रलाई नयाँ उचाइमा पुर्याए। उनको योगदानले नेपाली कला र संस्कृतिलाई अझै समृद्ध बनायो। धन्यवाद डम्बर बहादुर थापा। तपाईले नेपाली फोटोग्राफी र फिल्म निर्माणको क्षेत्रमा गरेको योगदान कहिले बिर्सिने छैनौँ। तपाईको कथाले हामी सबैलाई सदैव प्रेरणा दिइरहन्छ।